लुवाङको प्रयोग मसला र औषधिका रूपमा पहिलेदेखि नै हुँदै आएको छ। लुवाङमा धेरै औषधीय गुण छन् जसले तपाईका सानातिना स्वास्थ्य समस्यामा पनि लाभ पुर्याउँछ। 1 लिटर पानीमा 8-10 वटा लुवाङ राखेर पानी उमाल्ने, पानी मनतातो भइसकेपछि पिउने रुगा र ज्वरो आएको मानिसलाई फाइदा पुर्याउँछ। पेटमा जुका परेको छ भने 3-4 वटा लुवाङ पिसेर 1 चम्चा महमा मिसाउने र खाने। केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ। मुखमा घाउ भएको छ भने 2-3 वटा लुवाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने। 8-10 वटा लुवाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने। यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ। गर्दन दुखेको छ भने तोरीको तेलमा केही गोटा लुवाङ पिसेर मिसाउने र गर्दन मसाज गर्ने, दुखाइको अन्त्य हुनेछ। दाँत दुखेमा पनि 3 वटा लुवाङ पिसेर 1 चम्चा कागतीको रसमा मिसाउने। यो मिश्रण दाँतमा घस्ने, दाँत दुखाइमा राहत पाउनुहुनेछ। 1 कप उमालिएको पानीमा 2 वटा लुवाङ पिसेर हाल्ने, पानी चिसो भएपछि पिउने। यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ। 2-3 वटा लुवाङसँग एउटा सुकमेल चपाउने। यसो गर्नाले सास गनाउने समस्याबाट पनि मुक्ति पाइन्छ।